हेलो एभ्रिवान, नमस्ते अनि यहाँहरू सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र सो गाइज, अहिले चाहिँ म ठमेलतिर आइपुगेको छु र आजको तिहारको बेलामा के कस्तो हुँदो रहेछ ठमेलमा। र अहिले नै त अब भिडभाड रमाइलो हुने बेला त भएको छैन नि गाइज, तैपनि 11-12 बजीतिर बल्ल रमाइलो हुने ठाउँ एरिया हो। अहिले नै चाहिँ यो अलि हल्का फल्का मात्रै भिडभाड छ मान्छेको, त्यो के कस्तो हुँदो रहेछ। र भन्दै जाँदाखेरि ह्याप्पी तिहारको धेरै शुभकामना यहाँहरू सम्पूर्ण सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत पनि छ। र जतिपयले चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने नयाँ युट्युब आइडी छ, प्लिज सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। बिन्ती छ यहाँहरूलाई, सबैले सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। अब मेरो चाहिँ नयाँ युट्युब आइडी हो, पुरानो चाहिँ मेरो जेनजीको भिडन्ता जेनजीको आन्दोलनले खाइदियो गाई। एकदमै दुःख लाग्दो कुरा हो हैन। त्यो भएर फेरि पनि नयाँ आइडी बनाएर भिडियोहरू हाल्ने गरेको छु। भन्दै के कस्तो रहनेछ ठमेल बजार गाइज, खासै छैन ठमेल बजार। आज अब तिहार पनि छ, तिहारको रमझम पनि छ हैन गाइज। सो यहाँहरूले देख्न सक्नुहुनेछ ठमेलको खासै त्यस्तो छैन, हल्का फल्का पातलो हो हैन, तर रमाइलो चाहिँ रमाइलो छ। यहाँहरूले हेर्न सक्नुहुनेछ, यहाँले जस्तो गयो त्यस्तै हेर्न सक्नुहुनेछ। झिलिमिली चाहिँ छ है गाइज, ल रमाइलो चाहिँ रमाइलो छ हैन। त्यो रमाइलो छ नि त ठमेल बजार। अब अहिले भरे मातेर मान्छेहरू लडाइँ झगडा गर्ने पल्टिने होइन, तानातान लडा भिडामभिड गर्ने चाहिँ टाइम भएको छैन अहिले नै चाहिँ। सो यतिको चाहिँ ठिकै छ गाइस अहिले। त्यस्तो अब खासै त्यो भिड त छैनै भन्नुपर्छ यसलाई। यतातिर के रहेछ त बजार रहेछ गाइस होइन। परे गाइज, भन्दै के कस्तो छ, के कस्तो लाग्छ ठमेल बजार हेर्नु होला। यहाँहरूले पुरा भिडियो हेरेर साथ सपोर्ट गर्नु होला, सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला र लाइक पनि ठोकिदिनु होला गाइज भन्न चाहन्छु। चिसो बढ्यो काठमाडौँमा, चिसो बढ्यो, भिडभाड भनेको यस्तै छ, हल्का फल्का पातलो छ। देख्न सक्नुहुँदैछ यहाँहरूले। भोलि चाहिँ तिहार छ भने यो चाहिँ आजको भिडियो पऱ्यो गाइज होइन। तिहारको अघिल्लो दिन अहिले ठ्याक्कै 7:15 बजिसकेको छ। 7:15 बजेको ठमेल बजारको दृश्य अवस्था छ। गाडी छ, देउसी खेल्ने गाडी छ गाइस होइन। ठमेल बजार हल्का भिडभाड हो, खासै त्यस्तो छैन। त्यो भएर यहाँहरूलाई हेर्न सक्नुहुनेछ गाई। झिलिमिली देउसी रे भने जस्तो होइन गाइस। तपाईँ हाम्रो पनि अब खै देउसी भैलो दिन गयो, अब त्यस्तै छ गाइस। यो वान क्याफे चाहिँ यता पऱ्यो गाइस होइन, ठमेल बजार यता पऱ्यो। र यहाँहरूलाई मैले ठमेल बजार र जमल एरिया जम्गी भने सोचेको, खासै जमलमा त खासै त्यस्तो हुन्न गाइस होइन। दरबार मार्गतिर त्यस्तो नहोला। यहाँहरूले देख्न सक्नुहुनेछ ठमेल बजारको अवस्था यस्तो छ। अब खासै विदेशी पर्यटकहरू पनि त्यति देखिरहेको अवस्था छैन। अब नेपालीहरू त भएन, तर विदेशीहरू पातलो मात्रै हो। सायद अब अहिले नै अब इन्जोय गर्ने बेला भएन होला, सायद बिस्तारै होला होइन। भन्दै चाहिँ
रमाइलो बजार पनि समाप्त भइसकेको अवस्था छ गाइस हैन। समाप्त भइसकेको छ। यहाँले देख्न सक्नुहुन्छ यो चाहिँ अब थाका उता गयो भने ऊ आयो, यता आएर यता गयो भने चाहिँ 16 फुटे गयो, उता गयो भने चाहिँ सिधा गयो भने चाहिँ हामी उता पुगिन्छ गाइस। के भन्छ 16 फुटे अनि गङ्गाबु अनि यता दरबार जान्छ। तर म चाहिँ यहाँ आइपुगेछु भन्दै आजको भिडियो चाहिँ समाप्त गर्न चाहन्छु। हवस् त अर्को भिडियोमा फेरि भेटौँला गाइस।